नमस्ते सबै साथीहरूलाई। हेर्नुहोस्, म आज आमायाङ्ग्री सिन्धुपाल्चोकको आमायाङ्ग्रीमा आएको छु। हेर्नुहोस् त, यो लगभग खास गरी 2 घन्टाको उकालो रहेछ। मलाई चाहिँ 3.5 घन्टा लाग्यो, लगभग 4 घन्टा लाग्यो। एकदमै गाह्रो भयो, एकदम उकालो। सबै साथीहरू माथि पुगिसक्यो, लास्टमा म। हेर्नुहोस् त, तर पनि एकदम लेक लागेर मलाई एकदमै गाह्रो भयो। तर पनि यो दृश्य देखेर एकदमै यसलाई भिडियो बनाउन मन लाग्यो, त्यसैले मैले भिडियो बनाएको छु। हेर्नुहोस् है गाइज, एकदम आफूलाई चाहिँ 2 पाइला हिँड्ने कि सास बढ्ने होइन, लेक लागेर एकदमै गाह्रो भयो। तर पनि यो दृश्यहरूले एकछिन भए पनि आफूलाई एनर्जी निकालेर हेर्नुहोस् है भिडियो लिएछु। एकदमै राम्रो लाग्यो। माथि जाँदाखेरि पुरा हिमालहरू एकदम सुन्दर ब्युटिफुल, कति राम्रो। जतिसुकै गाह्रो भए पनि होइन, यो उकालो चढ्दा गाह्रो भयो। लगभग 20 मिनट हिँडे कि बस्ने, 10 मिनट हिँडे कि बस्ने गर्दा मलाई लगभग 4 घन्टा भयो यो उकालो। अनि अहिले म माथि पुग्नलाई अब मैले योभन्दा पनि राम्रो हाम्रो हिमालको दृश्य खिचेर राख्नेछु। हेर्नुहोस् है।